समाजले मान्दै आएको धर्म र रीतिथितिको विरोध गर्यो भनेर गाली नगर्नु होला। फुल चुडालेर मन्दिरको ढुङ्गालाई चढाउने काम अब म गर्दिनँ। फुलको माला बनाएर भ्रष्टाचारीको गालामा हाल्ने काम पनि मबाट हुँदैन। त्यसैगरी मन्दिरको चाहिँ ढुङ्गालाई खुसी पार्नको लागि निर्दोष प्राणीहरूको तडपाई हत्या गरेर बलि चढाउने यस्ता कार्यहरू पनि मबाट हुँदैन। म यसको विरोध नै गर्छु। अब कुनै प्राणी जगतले अथवा मानव जातिले हानि नोक्सानी पुर्याउने कुनै त्यस्तो प्राणी छ भने त्यस्तालाई चाहिँ नि नष्ट गर्नु त्यो स्वाभाविकै हो। तर निर्दोष प्राणीलाई चाहिँ नि तडपाई कसैले खुसी पार्नको लागि त्यस्तो निर्दोष प्राणीलाई तडपाई हत्या गर्नु कुनै हालतमा ठिक हुँदैन। यो कुरा मैले बुझिसकेको छु। त्यही अनुसार गर्छु। हस्, धन्यवाद, नमस्कार।